जुन जुन आरोप रमेश लेखकले रवि लामिछानेमाथि लगाएका थिए 1 वर्ष अगाडि, आज ती सबै आरोपहरू उनीतर्फ पनि फर्केको छ। आज नेपालको एयरपोर्टमा भिजिट भिसा नक्कली सेटिङबाट भिजिट भिसा लगाउँदै दिनमै 50 लाख जति चाहिँ घुस खाने र त्यो घुस त्यो अध्यागमन विभागको एयरपोर्टको सुब्बादेखि गृह मन्त्रालयको उच्च राजनीतिक तहसम्म पुगेको आरोपहरू अहिले लागेको छ। र अहिलेका गृहमन्त्री रमेश लेखकले 1 वर्ष अगाडि संसदमै भन्नुभएको थियो प्रश्न उठ्न साथ राजीनामा दिनुपर्छ भनेर रवि लामिछाने माथि भन्नुभएको कुरा अब उहाँमाथि यो तेर्सिन्छ कि तेर्सिदैन? रवि लामिछानेले आँट गरेर बनाइदिएको पार्टीमा आज हामीहरू पनि जोडिन पाएका छौँ। यो आकाशै ढाकेको जस्तो गर्ने, यो हामी मिल्यो भने त देशै हाम्रो चाहिँ कब्जामा छ भनेर हाउगुजी जुन प्रदर्शन गरिरहेका छन् कांग्रेस एमाले, जम्मा कांग्रेसको 27 लाख भोट हो, एमालेको 28 लाख भोट हो। त्यसैले हामीले हाम्रो मतलाई 2 गुणा 3 गुणा गरिदिउँ भने यिनीहरू सबको खेल खत्म हुन्छ भनेर मैले बारम्बार भनिरहेको छु। सर्वोच्चपट्टिको न्यायपालिकापट्टिको प्रक्रिया एकातिर छ, तर सरकार चलाउनेहरू त राजनीतिक लडाई नै साधेका हुन् नि, हामीप्रति राजनीतिक प्रतिशोध नै साधेका हुन् नि भन्ने कुरामा पनि स्पष्ट हुनुपर्नेछ। ठुलो आरोप लागेका मानिसहरू अहिले ठम ठम सडकमा संसदमा हिँडिरहेका छन्। त्यही संसदीय प्रतिवेदनले 1 करोड होइन, 2 करोड होइन, 8800 करोड अपचलन गरेका अन्य ठगहरू यही देशमा हल्लिरहेका छन्। तिनीहरू कसैलाई कांग्रेसको संरक्षण छ, कसैलाई एमालेको संरक्षण छ, तर उनीहरूलाई छोइएको छैन। रविलको वेग र गति र उहाँले नै स्थापना गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई तहस नहस पार्न सकिन्छ भनेर यो ठुलो तानाबाना बुनेर नै यो चाहिँ मुद्दा मामिलामा गएको हो। मुद्दा मामिला माथि भएको न्यायालयले गर्ने बहस र निर्णयहरूमा हाम्रो टिप्पणी छैन। यसको पनि मुद्दा मामिलामा हामीले गर्न बाँकी नै छ। अहिले आइरहेका कुराहरू जनताहरूले स्पष्ट हुनु जरुरी छ कि जेलभित्रै रहेर मुद्दा लड्ने हो कि जेल बाहिर रहेर मुद्दा लड्न सकिन्छ भनेर यति भन्दा पनि होइन, जेल बाहिर रहेर पनि मुद्दा मामिला गर्न चाहिँ हामी दिँदैनौँ। किनकि तैँले यत्रो लाखौँ 10औं लाख नेपालीहरूसँग तैँले सम्पर्क गर्नेवाला छस्, पर्यो भने देश दौडामा निस्केलास् र यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन बलियो बनाउँछ भन्ने डरले उहाँलाई भित्रै थुनेर यो जनताबाट सम्पर्क विच्छेद गर्न लागि भन्ने कुरा पनि छ। त्यसैले म फेरि दोहोऱ्याउँछु, न्यायालयका बहस र निर्णयहरूप्रति हाम्रो टिप्पणी छैन, तर यसको सुरुवात नै, यसको जरो नै राजनीतिक प्रतिशोध सान्द नै गरिएको भन्ने कुरा चाहिँ आज आम जनतामा स्थापित छ। म विगत 2-3 हप्तामा त्यस्तो दुर्गम बैदी छिपछिपे देवघाटका चाहिँ एकदमै दुर्गम पहाडहरूदेखि लिएर 2-3 हप्ता अगाडि बेलायतका ठुल्ठुला महानगरहरूमा पनि म नेपालीहरूसँग साक्षात्कार गर्न गइरहेको थियो। आज बेलायतदेखि देवघाटसम्म जनताहरूलाई स्पष्ट भइसकेको छ मेची महाकाली सबैमा। त्यसैले यो राजनीतिक प्रतिशोधको मुद्दा हजुरहरूले बुझेर यसलाई जनतामा बुझाउनु पर्नेछ। रविजीले पाउनु भएको दुःख जनताका घर आँगनमा पुर्याएर, चोक चौताराहरूमा पुर्याएर, चिया पसलहरूमा हामीले बुझाएर बढी से बढी मानिसहरूलाई, आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई यो अभियानसँग, यो पार्टी मात्र होइन, यो सुशासन र चाँडै विकास गर्ने नयाँ अभियान पनि हो र यो अभियानसँग जोड्न सक्यौं भने हामीले रवि लामिछानेप्रति पनि न्याय गरेको ठहर छ र 84 मा हामीले उल्लेख्य आकार ग्रहण गरेर 5 वर्ष यो देशको बागडोर सम्हाल्यौं भने हामीले देशलाई पनि न्याय गर्न सक्छौं भनेर अगाडि बढेका छौं। यो पार्टी जन्मेको 3 वर्ष पनि भएको छैन, तर यसले आयो भने 84 मा त बिताउँछ, हामी सबैलाई बढार्छ भनेर जुन चौतर्फी प्रहारहरू हुन थालेका छन्, त्यसैको एउटा कडीको रूपमा हिजोको अप्रिय र एकदमै अप्रत्याशित जुन निर्णय आएको छ त्यसले हामीलाई अलिकति धैर्य धारण गरेर, शक्ति सञ्चय गरेर अगाडि बढ्नको लागि सन्देश पनि दिएको छ। सर्वोच्च अदालतकै निर्णय भएको हुनाले हामीले विधिको शासनमा विश्वास गर्ने दल, बहुलवादी लोकतान्त्रिक दल भनेको हुनाले एकदमै धैर्य धारण गरेर अमर्यादित टीका टिप्पणीहरू नगरिकन यो राजनीतिक मुद्दा नै हो, यो राजनीतिक लडाई नै हो र राजनीतिक लडाई हामी राजनीतिक मैदानमै लड्छौं भन्ने संकल्प गरेर अगाडि बढ्नुपर्नेछ। अन्त पिल्सिएर पीडित भएर बसेका पात्रहरू पनि हामी सुशासन र विकासको यो एजेन्डाबाट विगत 30 वर्षदेखि थोपरिएका यो भ्रष्टाचार, व्यथिति, कुरीतिहरूलाई बढार्ने गरेर नयाँ संकल्पका साथ जुन जोडिने मैदान उहाँले बनाइदिनु भयो, हामी उहाँलाई भित्र राखे पनि बाहिर राखे पनि
उहाँलाई यो आज जसरी यहाँ तस्बिरहरूमा उहाँको स्मरण गरिराखेका छौँ हामीले, सशरीर उहाँलाई उपस्थित नभए पनि उहाँहरू हाम्रो मन मस्तिष्कमा रहनु भएको छ। उहाँले उहाँकै प्रेरणाबाट, उहाँकै आँटले गर्दाखेरि आज रासोपा यसरी अगाडि बढेको छ। र रविलाई अल्झाए पनि आज दर्जनौं नेपालको संसदमा हेर्नुहोस्, प्रदेशहरूमा हेर्नुहोस्, जिल्ला जिल्ला नगर नगरमा हेर्नुहोस्, हजारौं रविहरूको जन्म भइसकेको छ। त्यो प्रेरणालाई चाहिँ अब हामीले अगाडि लगेर हामीले मतदानबाट नै क्रान्ति गर्ने भनेका छौँ। एक थोपो रगत नबगाइकन क्रान्ति गर्ने भनेका छौँ। त्यसैले 84 भनेको चाहिँ 84 को वैशाखमा स्थानीय निर्वाचन हुन्छ र 84 को मङ्सिरमा संसदीय निर्वाचन हुन्छ। त्यहाँ हामीले उल्लेख्य उपस्थिति देखाएर आजको 12 लाखलाई 36 लाख पुर्याउन सक्यौं भने सारा कुरा यिनीहरू चाहिँ बढारिन्छन्। त्यसैले त्यो संकल्पका साथ हामीहरू अगाडि जानुपर्ने हुन्छ। रविजीलाई कानुनी रूपले अल्झाए पनि हाम्रो पार्टीका सर्वसम्मत सभापति रवि लामिछाने नै हो, हाम्रो पार्टीको संस्थापक अध्यक्ष जहिले पनि रवि लामिछाने नै हो र उहाँलाई हामी यो कानुनी उल्झनबाट बाहिर निकालेर यो देशको प्रधानमन्त्री बनाएरै छाड्छौँ। त्यो संकल्प लिएर हामी मैले पहिल्यै यहाँ कार्यक्रम उद्घाटन गरेर पहिला नै बोल्न खोजेको कारण चाहिँ म यहाँबाट सिधै म भैरवा गएर हाम्रो पार्टीका आदरणीय सभापति रवि लामिछानेजीसँग भेट्ने मेरो योजना छ। तपाईहरुको यो उत्साहमय उपस्थितिको ऊर्जा लिएर म आज साँझ रविजीलाई म भेट्दैछु।